नेपालको सुन्दर पहाडी भूभागमा अवस्थित दोलखा जिल्ला, जहाँ प्राकृतिक सौन्दर्यसँगै भौगोलिक चुनौतीहरू पनि उत्तिकै गहिरा छन्। यहाँका धेरै समुदायका लागि स्वास्थ्य संस्था पुग्नु अझै पनि कठिन यात्रा जस्तै बनेको छ। म हाल अहिले 4 महिनाको गर्भवती हो। यो कार्यक्रम नभइदिएको भए अब सामान्यतः महिलाहरू त भिडियो एक्सरेकै लागि भए पनि चरीकोट दोलखा जानु पर्थ्यो। यो कार्यक्रमले चाहिँ अब सबै महिलालाई म लगायत सबैलाई राम्रो भएको छ। अनि योभन्दा अगाडि अब बाबु जन्मिँदाखेरि त म घरमै थिएँ। मलाई अब यस्तो दिदीहरू आउनुहुन्छ यता सोध्ने त्यस्तो पनि थिएन। अब अहिले चाहिँ अब यता नजिक छौँ, हामी बेला बेला आइराख्नुहुन्छ। अहिलेको पालनमा सजिलो भइरहेछ मलाई। म आज 3 दिनको सुत्केरी हुँ। उहाँ सिस्टर चाहिँ मलाई भेटेर विभिन्न कुराहरू सिकाउनको लागि आउनु भएको छ। मलाई उहाँले खानपानका बारेमा, पोषणको बारेमा, विभिन्न सरसफाइको बारेमा, बच्चाको हेरचाह गर्ने बारेमा, समय समयमा स्वास्थ्य चौकी जाने कुरामा, सुत्केरी अवस्थामा हुने खतराका लक्षणहरूको बारेमा पनि सल्लाह सुझाव दिनुभएकोमा म धेरै खुसी छु। अनि गर्भवती भएर बाबु पाउन्जेलसम्म दिदीहरू आउनुहुन्थ्यो। सुत्केरी भएपछि नआउनुहुन्थ्यो, बाबुलाई ज्वरो नाप्नुहुन्थ्यो। धेरै गाह्रो भयो भने बाबुले हस्पिटल लानु। दिदी आउनु भएको भएन भने हामी हेलबस जानु पर्थ्यो। हेलबस जानलाई 1 घण्टा लाग्छ। भौगोलिक कठिनाई भए पनि सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू घरदैलोमै पुगेर सेवा दिइरहेका छन्। नियमित जाँच, पोषण सल्लाह र स्वास्थ्य जानकारीले आमाहरूलाई आज सुरक्षित र आत्मविश्वासी बनाइरहेको छ। सकारात्मक सोचाइ कार्यक्रममा सहभागी हुन पाउँदा म एकदम खुसी छु। यस कार्यक्रमले चाहिँ एउटा विवाहित महिला, एउटा बच्चाका आमालाई चाहिँ एकदम हेल्प गर्ने अनि आफ्नो सोचाइमा, आफ्नो घर परिवारमा रहेको समस्यालाई मुडचाड बढ्नेदेखि लिएर सम्पूर्ण क्रियाकलापहरूको विवरण समेट्ने क्रममा आफ्नो सोचाइमा नि परिवर्तन आएको हुँदा म एकदम यस कार्यक्रमलाई धन्यवाद भन्न चाहन्छु। झण्डै 2 वर्ष अघि सुरु गरिएको सकारात्मक सोचाइ कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलाको मानसिक स्वास्थ्य प्रवर्धनलाई सुदृढ बनाएको छ। आज सामुदायिक स्वास्थ्य कार्यकर्ताको भूमिका मातृ शिशु स्वास्थ्यसँगै नसर्ने रोगको रोकथाम तथा ज्येष्ठ नागरिकको हेरचाहसम्म विस्तार हुँदै गएको छ। आमासम्मको मिटिङमा पनि आएर अब गर्भवतीलाई नि बोलाउनु भन्नुहुन्छ, गर्भवतीलाई नि बोलाउँछौँ, बच्चाका आमाहरूलाई नि बोलाउँछौँ। अनि हामी पनि सल्लाह दिन्छौँ। उहाँ सबैभन्दा बढी सल्लाह उहाँहरूले दिनुहुन्छ हामीलाई। समुदायमा पत्ता लगाएर समस्याहरू भएको महिला पुरुषहरू, ज्येष्ठ नागरिकहरूलाई यहाँ पठाउनुहुन्छ र हाम्रो चाहिँ स्वास्थ्य चौकीमा बिरामीको दर पनि बढेको छ। गर्भवती महिला, सुत्केरी महिलाहरूको लागि र मानसिक रोगको क्षेत्रमा यो सामुदायिक स्वास्थ्य कार्यक्रमले विशेष महत्त्व राख्दछ र समाजमा प्रत्येक घरमा भएका स्वास्थ्य समस्यालाई निराकरण गर्नको निमित्त सबभन्दा पहिला सूचना सङ्कलन, त्यसपछि घरमै गएर हाम्रो सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूले दिएको जुन सेवा छ त्यो सेवालाई निरन्तर राख्नको लागि भेमेश्वर नगरपालिकाले पनि थप के मद्दत गर्न सक्छ अथवा साझेदारीमा काम गर्न सक्छ भन्ने बारेमा हामी पनि सोचिरहेको छौँ। सामुदायिक स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था र पालिका बीचको सहकार्यले रेफरल र फलोअप प्रणाली बलियो बनाएको छ, जसले गर्दा स्वास्थ्य सेवा प्रणाली अझ प्रभावकारी बनेको छ। यस कार्यक्रमको प्रभावकारिताले गर्दा महिलाहरू स्वास्थ्य चौकीमा गएर सुत्केरी गराउने र आफ्नो स्वास्थ्य परीक्षण गर्ने र बालबालिकाको मृत्यु दर पनि घट्दै गइरहेको छ। सुत्केरी महिलाहरूको मृत्यु दरहरू पनि घट्दै गइरहेको छ। यो कार्यक्रमले हामीलाई चाहिँ यहाँका गर्भवतीलाई, सुत्केरी महिलाहरूलाई र बालबालिका 2 वर्ष मुनिका बालबालिकालाई धेरै लाभान्वित गरेको छ र आगामी दिनमा पनि यो कार्यक्रमहरू हामी निरन्तर रूपमा अगाडि बढाउँछौँ र साझेदारीको रूपमा होस् अथवा भोलि पालिकाले लिँदा पनि यस कार्यक्रमलाई चाहिँ कन्टिन्युटी दिन्छौँ। आज के हो भने हामी 2083 साल वैशाख 8 गते चाहिँ हामीले धिरखेलको कार्यक्रमलाई सहयोग गर्नुपर्छ र निर्णय गर्नुपर्छ भनेर सबैजना जुटेर आज निर्णय भएको छ। यो कार्यक्रमले यी कामबाट सुत्केरी आमाहरूको चाहिँ मृत्यु कम हुने र बालबालिकाको मृत्यु दर पनि कम हुने कार्य चाहिँ भइरहेको अवस्था छ। यो कार्यक्रम चाहिँ उपलब्धिमूलक भएको हुनाले नागरिकको जीव धनको सुरक्षा हुनुका साथै
स्वस्थ बालबालिका स्वस्थ चाहिँ गृहिणी महिला चाहिँ हाम्रो समाजमा रहने विश्वास म चाहिँ दिलाउन चाहन्छु। स्थानीय सरकारको सहयोग र प्रतिबद्धताले स्वास्थ्य सेवा अझ पहुँचयोग्य बनेको छ। समुदायमा स्वास्थ्य सेवाप्रतिको भरोसा निरन्तर बढिरहेको छ र यसको प्रभाव व्यवहारमै पनि देखिन थालेको छ। सानो तर नवीन प्रयासले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने स्पष्ट उदाहरण यस सामुदायिक स्वास्थ्य कार्यक्रमले प्रस्तुत गरेको छ।